हेलो नमस्ते सबैजनालाई। आज म वसुन्धराको लिङ्ग भैरवी देवी मन्दिर गइरहेको छु। भित्र कस्तो कस्तो छ सबै देखाउँछु मैले देखे जति। भित्र एकदम शान्त छ, यहाँ सुन्दर छ, चराचुरुङ्गीको चिरबिर चिरबिर आवाज आइरहेछ। भित्र ध्यान गर्नलाई एकदम राम्रो छ। यहाँ गएपछि आफ्नो मन आफै कस्तो खुसी हुन्छ। मन्दिरहरू छ, धेरैजना भक्तजनहरू आउनुभएको छ हेर्नलाई। आज धेरै शनिबार भएर होला धेरै भिड छ भित्र। पछाडि मेरो बुढो हुनुहुन्छ, उहाँ चाहिँ अलिक क्यामेरामा देखिन लाज मान्नुहुन्छ कि, त्यही भएर लुकी लुकी पछाडिबाट मैले खिचिदिरहेको छु। यहाँ मेरो छोरी फेरि ढुङ्गा र माटो भनेपछि त उनी त हुरुक्कै हो। हेर्नु न त्यहाँ गोजीभरि हालेको त्यो ढुङ्गा। हेर्नु यति राम्रो यहाँ शिवजीको मूर्ति छ, सबैजना फोटो खिचिराख्नु भएको छ। सुन्दर मन्दिर छ। यतापट्टि साइडमा मूर्ति छ, उतापट्टि सबैजनाले आफ्नो उइस माग्दै दियो बाल्दै गर्नुभएको छ। उता पछाडिको मन्दिरमा ध्यान गर्ने ठाउँ हो, तर मेरो सानो बच्चा छ र मैले चाहिँ ध्यान गरिनँ, डिस्टर्ब गर्छ नि त बच्चाले, त्यही भएर। धेरै राम्रो छ। यहाँनिर यस्तो पानीमा फुल राखेर सबैजनाले यहाँ हात हालेर खेल्नुहुन्छ। राम्रो राम्रो फोटो भिडियो गराउनुहुन्छ। मैले पनि गराएँ मौका छोपेर। मेरो पनि राम्रो फोटो आएछ। मेरी छोरी यहाँ पानी खेलेर मलाई कति सताइरहेछ। हेर्नु न साथीहरू, एकचोटि अवश्य आउनु ल यहाँ घुम्नलाई। राम्रो छ। वसुन्धरा ठ्याक्कै वसुन्धरा चोकबाट यतातिर साइड दाहिने साइडतिर छ। आउनु न एकचोटि सबैजना भिजिट गर्नलाई। अहिलेसम्म मेरो भिडियो हेरिदिनु भयो सबैजनालाई धेरै धेरै धन्यवाद। मेरो भिडियोलाई लाइक, सेयर, सब्सक्राइब गरिदिनु ल साथीहरू।